आज चाहिँ हामी गोर्खातिर जान लाग्यो। उता हाइवे कति जस्तो बन्द हुन्छ। ल यहाँबाट चाहिँ उयो म्यान यत्रो ठुल्ठुलो ट्रकहरू आउँदा त औडा हुने अरे केही नदेखिने त। अनि मेरो सेटअप के हो भने चाहिँ यो चाहिँ हेलमेट भयो, हेलमेटमा त्यो टायर पङ्चर भएछ क्या होइन। यहाँ अहिले चाहिँ पङ्चर हेर्दै हुन्छ। यहाँ चाहिँ चेकपोस्ट रहेछ। सही देखेँ क्या अरे आम्मा यो पातहरू खसेको आम्मा। अब नगइनी कहिले जाने हो, पछि त अब बुढेसकाला त हिँड्नै सकिन्न, गाह्रो हुन्छ। अहिले चाहिँ हामी पुरै गोर्खाको बजार घुमेका छौँ होइन। बाई व्हाट्स अप एभ्रिवान। आजको भिडियोमा पुरैलाई स्वागत छ होइन। अनि आज चाहिँ हामी गोर्खातिर जान लाग्यो। अब गोर्खाको बारेमा त पुरैलाई थाहा होला के रे, पृथ्वीनारायण शाहको ठाउँ होइन। अनि पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने बेलाको योगदान पनि पुरैलाई थाहा होला है, त्यो त भनिराख्नु पर्ने कुरै भएन। अहिले चाहिँ निशान र म निस्केको गोर्खाको लागि। हाम्रो प्लान चाहिँ जे टन्नैको भएको थियो क्या, 7-8 जनाको जस्तो भएको थियो, तर लास्टमा यस्तै त हो नि होइन। अनि यही बाइकमा जाने हो, चिलबारमा 2 जना, बिस्तारै है। ल भगवान् हाम्रो राइड चाहिँ एकदम राम्रो होस्, हामी राम्रोसँग घुमेर आऊँ होइन। अनि गोर्खाको कुरा गर्दा गोर्खा चाहिँ यहाँबाट त्यस्तै 106-7 किलोमिटर जति टाढा पर्छ होइन। हामी गोर्खा जाँदाखेरि पोखराबाट दमौली हुँदै डुम्रे हुँदै आबु खैरेनी जाने। अनि आबु खैरेनी भनेको चाहिँ मुगलिनभन्दा यतापट्टिको सहर हो होइन। अनि आबु खैरेनीबाट लेफ्ट लिएर जानुपर्छ। यहाँबाट आबु खैरेनी पुग्न त्यस्तै कति 85-86 किलोमिटरमा पुगिन्छ। अनि आबु खैरेनीबाट चाहिँ 25-26 किलोमिटर, 24-25 किलोमिटरमा गोर्खा पुगिन्छ है। भाइ सुन्नु न, हामी आबु खैरेनीसम्म जानुपर्ने थियो। उता हाइवे कति जस्तो बन्द हुन्छ कि अहिले हुन्न त्यस्तो? अहिले जति अहिले खुल्ले हो ए हो ए ल, त्यस्तो जामसाम हुन्न ए ल। धन्यवाद दाइ। ल सही हो। अब चाहिँ हामीलाई जे होस् त्यो बाँधिएर हिँड्नु पर्दैन नि त, आनन्दले हिँड्दै हुन्छ के। यताबाट चाहिँ अहिलेको नयाँ एयरपोर्ट जाने हो होइन। अनि यहाँबाट दमौली चाहिँ 47 किलोमिटर, मुगलिन कति 87 रहेछ, काठमाडौँ 194 रहेछ। अब हामी मुगलिनै त पुग्नु पर्दैन के अरे, जे होस् त्योभन्दा थोरै यताबाट छिर्ने हो होइन। अहिले चाहिँ हामी यो विजय पुलको खोला कट्यौँ होइन। अब यहाँनिर हामीले पेट्रोल हाल्नुपर्ने हुन्छ। हाम्रो बाइकमा खासै पेट्रोल छैन है। अनि उतातिर हाल्थ्यौँ होला, उता पनि त्यो पेट्रोल पम्पहरू बन्द रहेछ क्या आज शनिबार भएर। यहाँ चाहिँ दिइराख, मलाई 15 सेक हालिदिनु न। ल अब चाहिँ हामी मजाले निस्क्यौँ। अब त कहीँ नरोइकन जाने हो। हामी अघि त्यहाँ एक ठाउँमा हावा चेक हान्न अनि ब्रेक टाइट हान्न पनि बस्यौँ क्या होइन। त्यही भएर हल्का टाइम भयो। अहिले चाहिँ त्यस्तै 12:15 जति भयो होला होइन। अब लेट्स सी कति बजे पुगिन्छ है। हामी आनन्दले 5 घन्टा लागोस् बरु चिलबारामा मस्त ठाउँ हेर्दै जाने होइन। बबाल भाइस आइरहेर मलाई दिएर आम्मा हो, त्यो भित्रबाट सोच्दै के ल गोर्खा जाने हो, टाढा जाने हो, बाइकमा जाने हो। सबभन्दा बबाल भनेको त बाइक चलाएर जाने के, क्या दामी कुरा यार मेरो लागि यार। आम्मा हो, कहिलेदेखि प्लान बनाएको क्या। हामी प्लान बनाउँदा चाहिँ त्यही 6-7 जना थियौँ कि ल यो जाने, यो बाइकमा जाने, म चाहिँ यही बाइकमा जाने, अनि यसको पहाडी यो बसेर जाने, पुरै त्यो हुन्छ नि भएको। लास्टमा अब निशान रमा मात्र भयो। कहिलेकाहीँ कोसको काम परेर छुट्छ, कहिलेकाहीँ मेरो काम परेर म छुट्छु होइन, त्यस्तै हो। धुलो त यहीँबाट स्टार्ट होला जस्तो छ यार। जहाँबाट धुलो स्टार्ट हुन्छ त्यहीँबाट रेनकोट लाएर हिँड्दिउँला है। अस्ति सुभाषसँग गाउँ गएको भिडियो हेर्नुभयो होला होइन। त्यो भिडियोमा अब थियो आम्मा गाउँ जाने बसले पुरै धुलो उडाएर लास्टै आपत परेर यार। अहिले चाहिँ हामी भर्खरै गगनगौँडा कट्यौँ होइन। अनि यो ठाउँको यो ओह्रालो कटेपछि चाहिँ बल्ल यो भ्यालीबाट बाहिर निस्के जस्तो फिल हुन्छ कि मलाई होइन। अरू बेला बसमा जाँदा पनि यस्तै हुन्थ्यो कि
तर जताततै माटो हो के अरे। अब धुलो खान एकदम रेडी छौँ हामी, पुरै तयार हो क्या। अब पिच बाटोमा त जसले पनि चलाउँछ त, यस्तो यस्तो धुलोमा नि हिँड्नु पऱ्यो नि, बल्ल पो रमाइलो हुन्छ। सधैँ सुख खोजेर के हुन्छ त नि होइन, जिन्दगीमा कति धेरै दुःख आउनु छ अझै, बल्ल 20-21 वर्षको भइयो। हाइट लास्टै ज्ञान गुणको कुरा गर्न लाग्यो यार मैले त यार। यता राइट साइडतिर चाहिँ खतरा जङ्गल रहेछ कि, जङ्गल नि के भन्ने होइन, यस्तो पातलो रुख छ। त्यो पुरानो नेपाली फिल्ममा लास्ट फाइट हुन्थ्यो नि निखिल उप्रेती राजेश हमालको पालोमा के, त्यस्तै छ होइन। ल अब चाहिँ हामी कता आइयो, यो पुल कटेपछि चाहिँ तनहु स्टार्ट हुँदो रहेछ होइन। राइट अब हाइवेमा चाहिँ फेरि यस्तो ठुल्ठुलो ट्रकहरू धेरै देखिन्छ के। ल यहाँ त गाईको बाछो बिचैमै बसे यार, रेनकोट लगाइदिने र धुलो त आउला जस्तो छ यार। लगाइदिउँ यार, अब बाटो यस्तै होला। अहिले चाहिँ हाम्रो बाइकको कन्डिसन यस्तो है, अलिअलि धुलो त छ, त्यही पनि हिलो चाहिँ छैन। उहाँ पुग्ने बेलासम्म चाहिँ कस्तो हुने थाहा छैन है। अनि अहिले चाहिँ हामीले पुरै रेनकोट लाएर रेडी भइसक्यौँ। 1 महिना अगाडि जस्तो चाहिँ बाइकमा कार्बोरेटर फेरेको, अनि क्लच प्लेट फेरेको, अनि हिजो चाहिँ मैले टायर फेरेको, अनि सर्भिसिङ चाहिँ टाइममा हानिदिइहाल्छु 1-2 महिनामै। अहिले चाहिँ बाइक यस कन्डिसनमै छ, अब राम्रोसँगै हुन्छ। धुलो यार एकछिनमा नि यस्तो भयो यार है, बस्छौँ। तर रेनकोट लगाएपछि चाहिँ गर्मी हुन्छ कि, यो प्लास्टिकको रेनकोट बच्छ अब साइडको हुन्छ यार, यस्तो इरिटेट हुन्छ यार। भयो बाटो नि कम छैन यार मुस्ताङको भन्दा, गइदिउँ है। ल यताबाट राइट लिएर गयो भने चाहिँ ढोरभराई मन्दिर पुगिन्छ होइन। फर्स्ट टाइम मैले भ्लग बनाएकै ढोरभराई मन्दिर गएको हो क्या होइन। हामी 5-6 जना भएर गएको थियौँ, सही रमाइलो थियो। तर केही नजान्ने कि त्यति बेला, न बोल्न अनि न के, त्यस्तो बोल्न त अझै पनि सकिन्न है। तर रमाइलो चाहिँ बबाल भयो थियो। स्कुटरमा गएको थिएँ यार म त्यति बेला चाहिँ, आज चाहिँ बाइकमा छु। सानो मन्दिर रहेछ यार, चुटुक्कको मन्दिरको कलरको जस्तै घर बनाइरहेछन् फेरि त्यहाँ। म सानो हुँदाखेरि यो बाटो हिँडेको डेन्जर याद आउँछ यार, यो चौतारी जस्तो थियो यो बुटो होइन। अनि यता यो के भन्छ यसलाई, यो पुल है, त्यहाँ चाहिँ गोल्ड स्टार सुज रे। मेरो पनि यो गोल्ड स्टारकै जुत्ता है, ट्रेकिङ सुज लाएर हिँडेको मैले चाहिँ। रमाइलो हुन्छ क्या बाइक चलाउनु ट्रेकिङ सुज लाएर। कुम्ले खोला पुल रे, 62.60 मिटर नै होला। पुरैले बाटो खत्तम छ नगए हुन्छ। त्यस्तो हिलो बाटो, त्यस्तो धुलो बाटोमा किन जाने हो भन्दै थिएँ, तर मलाई चाहिँ लास्ट रमाइलो भयो यार। ल यहाँबाट चाहिँ उयो म्यान, इट्स रिस्की ब्रो, इट्स रिस्की। भाग म त पुरै पहिरो गयो जस्तो लाग्यो के, पुरै पहिरो गयो जस्तो लाग्यो। अनि ल भनेको त, अनि माथि हेरेको, अलि उता हेरेको डोजर रहेछ। सही यार, यो बाटोहरू भनेपछि चाहिँ खत्रै हुन्छ यार। तर यार यो खतरा धेरै युज हुने हाइवे होइन त नि यो। पोखराबाट मुगलिन, अनि फेरि मुगलिनबाट काठमाडौँ त झन् धेरै युज हुन्छ होइन। यिनीहरू बन्न पनि यति टाइम लाग्छ, अहिलेसम्म बने छैन भनेको एकदम नराम्रो कुरा हो। तर बन्दैछ भन्ने एउटा फेरि राम्रो कुरा पनि हो। तर अलिक छिटो बन्नु पऱ्यो होइन। अहिले चाहिँ हामी अलका देवी मन्दिरमा आयौँ होइन। यो चाहिँ हाइवे भन्न नचुक्यो यार। अनि यो चाहिँ उहाँ माथि छ, जस अब अहिले पसेर त गइन्न हामी। यत्रो ठुल्ठुलो ट्रकहरू आउँदा त औडा हुने अरे, केही नदेखिने त। ल यो गाडी याममा यहीँ नजिक आएर रोकियो, बल्ल देखियो यार। यस्तो त डेन्जर रिस्क हुन्छ यार। तर यार अहिले चाहिँ हामी दमौलीभन्दा थोरै यता छौँ। अनि त्यहाँ चाहिँ डोजरले माटो हाल्दै थियो, त्यही भएर जाम जस्तो। अब एकछिन यहाँ बस्छौँ, मुखसुख धुन्छौँ होइन। आँखा पुरै पिरो भयो कि त्यो धुलोले गर्दाखेरि। हामी चाहिँ यहाँ बसेको लगभग 10 मिनट भयो है। हामीले चाहिँ कोक सोक पनि खाएर भइसक्यौँ। अनि मैले चाहिँ गोप्रो त्यहाँनिर चार्जमा हालिदिएको, गोप्रो पुरै चार्ज सक्यो। अनि मेरो सेटअप के हो भने चाहिँ
यो चाहिँ हेलमेट भयो हेलमेटमा चाहिँ यो होल्डर छ यो होल्डरमा गोप्रो हाल्छु अनि अडियोको लागि चाहिँ यहाँनिर एउटा माइक छ अनि माइक चाहिँ मोबाइलमा कनेक्ट हानेर चाहिँ के अरे अडियो रेकर्ड हान्छु है अनि 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 एडिट गर्ने बेलामा चाहिँ मर्ज हानिदिन्छु होइन अनि त्यही भएर गोप्रोमा चार्ज सके पनि बेला बेलामा जो मोबाइलबाट भिडियो खिचिदिन्छु अब चाहिँ बाइक निस्तारले चलाउनु लाग्छ र यताबाट यसरी पानी खाल्दै आउँदो रहेछ है जाममा छौँ है पछाडि यहीँसम्म जान्छ त यो ठाउँलाई के भन्छ अरे डुम्रे डुम्रे यही हो अहिले चाहिँ हाम्रो बाइकको पछाडिको टायर पङ्चर भएछ क्या होइन यता यो तल बगेको चाहिँ मर्स्याङदी नदी हो ऊ त्यहीँनिर त्यो हावा हाल्ने त्यो पङ्चर बनाउने ठाउँ छ हामीले एक्स्ट्रा पम्प त लिएर आएको थियौँ के अरे पम्पले एकचोटि हाल्यौँ अनि हल्का हिँडेको फेरि गयो यो सब यहीँ नजिक रहेछ धन्न धेरै टाढा भएन हामीसँग त्यो ह्यान्ड पम्प त थियो होइन हावा गएन हालेको फेरि हावा गयो जस्तो लाग्यो यो चाहिँ हामी यो के अरे चुनपहरा भन्ने ठाउँमा छौँ होइन अनि यताबाट उता आबु खैरेनी चाहिँ त्यस्तै 20 मिनटमा पुगिन्छ अरे मेरो बाइक चाहिँ ऊ त्यो डोजर छ नि ऊ त्यो डोजर लिएर आउँदा पङ्चर भयो जस्तो लाग्यो पहाडीको अनि यहीँनिर वर्कसप रहेछ के त्यहाँ डोजर छ यहीँनिर वर्कसप रहेछ अनि दाइले चाहिँ पङ्चर हेर्दै हुनुहुन्छ के कस्तो छ भनेर निशान कस्तो भइरहेको मलाई त बबाल त्यो हुन्छ नि डेन्जर त्यो के भन्छ पुरै नयाँ नयाँ एक्सपिरियन्स अब यस्तरी कहीँ जाँदाखेरि बाइक पङ्चर भएर रोकेको हुन्छ नि त्यो एक्सपिरियन्स भएको थिएन नि त यो अहिले पाइयो बाइकको टिप चाहिँ यस्तो भएछ होइन यहाँनिरबाट गएछ कि यो हुन्छ नि यसरी हामी यो पुरै गएछ होइन दाइले चाहिँ नयाँ नयाँ ट्युब हाल्दै हुनुहुन्छ हालिसक्नु भएछ सही हो धन्न दाइ हजुरको पसल हिँडेर रहेछ र हामीलाई सही भयो यार शनिबार बिदा मनाउनु जानु भनेर भन्नु अन्त नि शनिबार बाटोमा हामीले पेट्रोल हाल्दाखेरि कस्तो पेट्रोल पम्प पुरै पेट्रोल पम्प बन्द कि अझ पोखरातिर पनि दाइको मेहनत कडा अहिले चाहिँ हामी यहाँ आबु खैरेनी आइसक्यौँ होइन अब आबु खैरेनीबाट यता लेफ्ट लिनुपर्छ यताबाट उता गयो भने चाहिँ मुगलिनतिर पुगिन्छ के अरे अब यताबाट चाहिँ गोर्खा अनि त्यहाँ एकछिन खाजासाजा खायौँ अनि पानी पनि पऱ्यो यार अब त औडा हुन्छ पानी परेपछि फेरि तर केही छैन प्रकृतिले दिएको चिज धुलो पनि खाइयो पानीमा पनि भिजिन्छ कि हर तै पनि रेनकोट छ मैले त्यहाँ खाजा खाएको ठाउँमा गोप्रो पनि चार्ज हालेँ अनि यतातिरको बाटो पनि यस्तै हो अरे अब त्यस्तो नराम्रो छैन अरे जस्तो अहिले देखेँ नि त्यस्तै हो अरे आनन्दले 45 मिनट 1 घन्टामा पुगिन्छ अरे अब लेट्सी कतिमा पुगिन्छ अब यहाँबाट चाहिँ त्यही 24 किलोमिटर जति बाँकी रहेछ गोर्खा पुग्न होइन मर्स्याङदी पुल रे 125 मिटर लामो रहेछ यहाँनिर एउटा मिठो फोटो खिच्न मन लाग्थ्यो के अरे बाइकको तर के गर्ने अहिले सम्भव छैन किनभने पानी पऱ्यो नि त पानी अनि उताबाट नि एउटा खोला आइरहेछ सायद गोर्खातिरको खोला होला उताबाट आएको यताबाट चाहिँ अहिले हामी आएको खोला भइहाल्यो होइन यहाँ चाहिँ एउटा सरकारी कार्यालय रहन्छ गोर्खाली रबर उद्योग रे ए गोर्खाली रबर उद्योग यहाँ रहेछ यो त खतरा चलेको जस्तो लाग्थ्यो यार मलाई यार अहिले चल्छ कि नै कोलाई थाहा छ त्यो कमेन्ट गरिदिनु यहाँ चाहिँ चेकपोस्ट रहेछ अब हामीलाई त रोक्दैन बसहरूको चाहिँ रोक्दो रहेछ होइन सर्मिट बनाउनु पर्छ नि त यस्तोमा बसहरूले क्या दामी क्या यहाँनिर यता नि बुटोहरू यता पनि बुटोहरू यता पनि जङ्गल छ है बल्ल सही रमाइलो भयो यार अघिको त्यो धुलोमा त आपते यस्तो बाटोहरू सही रमाइलो हुन्छ कि अब हल्का घुम्तीहरू भएको बाटोहरू हुन्छ नि पुरै एकदम एक्टिभ भएर चलाइन्छ क्या यस्तो बाटोमा फोकस पुरै बाटोमा मात्र हुन्छ कि सही रमाइलो हुन्छ यताको बाटो सही रहेछ यार मिठो रहेछ है निशान अघि त्यो मर्स्याङदी खोलामा मिसेकै होला है सही हो मनकामना जाने मोटर बाटो यताबाट जाने रहेछ हौ मनकामना मन्दिर त अघि त्यहाँ तल पनि देखाएको थियो है त्यो हाइसले यताबाट बाइक आउँदा आउँदै त्यस्तो त्यो घुम्तीमा गएर ओभरटेक गर्नु खोजेको यार इट्स काइन्ड अफ रिस्की ब्रो यस्तो त अलि गर्नुहुन्न हौ क्या सही यार बाटो यार यस्तो यु जस्तो क्या यहाँबाट यस्तो ओह्रालो गयो त्यहाँबाट फेरि उकालो
किलो बजार हो कि के लेख्या हो अहिले चाहिँ हामी 12 किलो भन्ने ठाउँ आयो अनि हामी चाहिँ त्यस्तै आबु खैरेनीबाट 10 किलोमिटर 11 किलोमिटर जति यता आयौँ होला यतातिर त सही रहेछ यार अहिले त्यहाँ तल 1 किलोमिटर उता 12 किलो बजार थियो यहाँ फेरि 13 किलो बजार छ अब 1 किलोमिटर उता 14 किलो बजार होला कस्तो के यो के को आधारमा राखेको यो युनिक हो नि त अब गोर्खा 11 किलोमिटर लेखेछ त्यहाँ होइन अब 11 किलोमिटर भनेको त कति नै त हो र है आबु खैरेनीबाट त इजी आइपुगिँदो रहेछ के सही देखेँ क्या अरे आम्मा उयो पातहरू खसेको आम्मामा उताबाट एउटा गाडी आयो अथवा यताबाट गयो भने स्याहार पात उता लग्यो है बवाल रमाइलो लाउने कि हेर्न नि यतातिर चाहिँ यस्तो यो पोलमा लाइट साइट अलि धेरै घरहरू भएको ठाउँमा चाहिँ रहेछ क्या यहाँको टोल विकासले राखेको कि अब यहाँको त्यो गाउँपालिका नगरपालिका के हुन्छ तिनीहरूले राखेको होइन मेरो विचारमा यता देखेको बजार चाहिँ उता लाइट बले नि त्यो चाहिँ गोर्खाको बजार हो जस्तो लाग्छ अब हामी चाहिँ यसरी गएर यसरी जानुपर्ने हुन्छ होला सायद अब लेट सी अब जाँदा जाँदै थाहा हुन्छ कहिलेदेखि आउने ड्रिम थियो होइन मिलेकै थिएन ल सही हो त्यो देखेको चाहिँ गोर्खा बजार अनि यता माथि कि उता कतै माथि चाहिँ गोर्खा दरबार छ त्यता चाहिँ भोलि बिहान जानुपर्छ अब हामी कति बेला दिउँसै हिँडेको है घरबाट 4 घन्टाको बाटो यहाँ आउँदा पुरै 6:15 6:30 हुन लाग्यो होला यार अहिले चाहिँ हामी पुरै गोर्खाको बजार घुमेका छौँ होइन पानी चाहिँ अलिअलि पऱ्यो जोस् बाइकमै घुमिरहेछौँ अब हामीले चाहिँ यतातिर एउटा होटल लिनुपर्ने हुन्छ अनि त्यहीँ सुत्नुपर्ने हुन्छ आजको रात गुजारा गर्नुपर्ने हुन्छ है आज चाहिँ नेक्स्ट डे हो है अनि हिजो चाहिँ हामी त्यस्तै 6:15 बजेतिर आएको थियौँ हामी पेट्रोल सेट्रोल हालेर जोस् निस्काउँदाखेरि 12:15 जति भएको थियो के अरे अनि हामी आउँदा आउँदै 5-6 घन्टा त लागिहाल्यो अनि 45 मिनट चाहिँ त्यो बाइक बनाउन पनि लागिहाल्यो होइन अनि हामी बसेको होटल चाहिँ यो हो जोस् उयो त तल हाइवे नै छ अब यो भिडियो चाहिँ इन गरिदिउँ त्यस्तो साह्रो दुःख पनि भएन हिजो त होइन बाइक पङ्चर भयो नि जोस् यस्तो हुँदो रहेछ भन्ने कुरा थाहा पायो होइन सही अब चाहिँ अर्को भिडियोमा भेटौँला है अर्को भिडियो रे माथि मन्दिरको भिडियो खै म त कसम गोप्रो कति बेला अफ गरम जस्तो भयो क्या मिठो लाग्यो क्या बाटो त ये आम्मा हो बाटो हेर्न क्या डेन्जर मिठो टाइट म्यान घर बसेर यस्तो केही थाहा हुन्न क्या कसम यार कहिलेदेखि प्लान बनाएको म 12 सक्यो कि 3 वर्ष हुन लागिसक्यो होला होइन 12 सकेपछि हो कि ल म बाइकमा घुम्न जान्छु ल ठुलो भयो अब बाइकमा घुम्न जान्छु भन्ने खासै टाढा कहीँ नजाने के गयो भने त्यही गाउँ गयो दिदीको घर गयो कहीँ गएन नि अब चाहिँ जेस जानुपर्छ यार अब नगयो नि कहिले जाने हो पछि त अब बुढेसकाला त हिँड्नै सकिन्न गाह्रो हुन्छ यस्तो मिठो भाइब आइरह्यो यार